रिसेन्टली फेरि पनि म चिबाबाट खानागावा केनमा हिकोसी भएको थिएँ र त्यो हिकोसी गर्ने क्रममा हुन्छ नि मलाई यति गाह्रो भयो होइन। त्यो एक्सपिरियन्स म तपाईँहरूलाई सेयर गर्न आँट्दैछु आज। मलाई रुम मात्र खोज्नको लागि लगभग 4-5 महिना लाग्यो र यो कसरी भयो यो भिडियोमा म तपाईँहरूलाई भन्नेछु। नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ उतेश सिंह महर्जन र आजको यो भिडियो चाहिँ जापानमा किन चाहिँ रुम पाउन गाह्रो भइरहेको छ विदेशीहरूको लागि, स्पेसल्ली नेपालीहरूको लागि पनि। वेट फेरि तपाईँहरूले जापानमा रुमै पाउँदैन भनेर सोच्नु होला होइन। जापानमा रुमै नपाउने चाहिँ होइन, तर आफूले चाहेको जस्तो रुम चाहिँ पाउन एकदमै गाह्रो छ। नाउ हियर इज माई स्टोरी। म चाहिँ चिबामा काम गर्थेँ होइन। सो मैले त्यहाँ चाहिँ काम छोडेर फेरि खानागावा केनमा ब्याक हुँदै थिएँ। सो त्यो क्रममा चाहिँ मैले चाहिँ रुम खोज्नु पर्ने थियो खानागावा केनमा है। सो रुम चाहिँ मैले अगाडिबाट नै त्यहाँ 1-1.5 महिना 2 महिना अगाडिबाट नै रुम खोज्न थालिसकेको थिएँ, तर रुम पाइरहेको थिएन। अनि त्यहाँ काम पनि छोडिसकेको थियो र त्यहाँबाट रुम पनि सरिसक्नु पर्ने थियो मलाई त्यो 2 महिनाभित्रमा। बट हुन्छ नि लकले साथ दिएन। सो मैले रुम छोड्नु पर्ने नै भयो। सो म के गर्ने भन्ने क्रममा चाहिँ मैसँग काम गर्ने हुन्छ नि हाम्रो जापानिजले चाहिँ उसको घरमा मलाई राख्यो होइन। सो उसको घरमा म बसेँ, उसको घरमा पनि म 3 महिना बसेँ। सो त्यो टाइम पिरियडमा पनि मैले रुमै पाइरहेको थिएन र बल्ल तल रुम मैले पाएँ। सो हियर इज द ट्विस्ट। त्यो रुम खोज्नलाई हुन्छ नि मैसँग काम गर्ने जापानी जो म उसको घरमा बसेको थिएँ, उसले मलाई धेरै नै हेल्प गरेको थियो। रुम खोज्नलाई धेरै नै हेल्प गरेको थियो। मैसँग हुन्छ नि फुदोसानहरू गएको थियो। उसले नै आफैले खोजेर हुन्छ नि मलाई स्योखा यो कस्तो छ यो कस्तो छ उसले नै मलाई आफै रेकमेन्ड पनि गरेको थियो होइन। तर हुन्छ नि त्यो बिचमा त्यो जति पनि खोजिदिएको छ नि रुमहरू होइन, त्यो बिचमा ऊ पनि एकचोटि फ्रस्ट्रेटेडै भइसकेको थियो कि किन चाहिँ विदेशीहरूले रुम दिइरहेको छैन किन होइन। त राम्रोसँग बसिरहेको छस् मेरो घरमा होइन, मलाई त सबै ठिक छ, तर अरू जापानिजहरूले किन दिइरहेको छैन नि त रुम भनेर उनी फ्रस्ट्रेटेड भएको थियो क्या मलाई। अनि अर्को एउटा प्लस पोइन्ट चाहिँ के थियो भन्दाखेरि रुम उसले उसको नाममा राख्छु भनेर पनि हिँडेको थियो। उसको नाममा रुम लिन्छु र मलाई त्यो रुममा राख्छु भनेर पनि हिँडेको थियो। एन्ड जुन कम्पनीमा मैले काम गर्छु त्यो कम्पनीको हुन्छ नि स्याचियोले पनि ओनर भनौँ, त्यो कम्पनीको ओनरले पनि रुम हाम्रो कम्पनीबाट लिए पनि हुन्छ, मेरो नामबाट लिए पनि हुन्छ होइन। त्यो लागि रुम म लिइदिन्छु भनेर हुन्छ नि, तेरो नामबाट दिँदैन त विदेशी भनेर तेरो नामबाट दिँदैन भने हाम्रो कम्पनीको नामबाट ले, मेरो नामबाट ले भनेर त्यहाँबाट नि मलाई पोजिटिभ रेस्पोन्सहरू आइरहेको थियो। त्यो कारणले चाहिँ मलाई अलिकति सजिलो पनि भइरहेको थियो कि अब चाहिँ रुम पाउँछ भनेर म ढुक्क थिएँ। बट एट द एन्ड रुम पाइरहेको थिएन। अहिले चाहिँ जापानमा रुम विदेशीलाई भनेर मात्र नभइकन कि कुन चाहिँ देशको नागरिक भनेर सोधेर दिइने गर्दो रहेछ। एन्ड विदेशी भनेर मात्र नभइकन घरपेटीहरूले नै हुन्छ नि कुन चाहिँ देशको मान्छे हो भनेर सोध्दो रहेछ। अनि नेपाली भनेपछि चाहिँ अलिकति मुख खुम्च्याउने रहेछ। नेपाली भनेपछि चाहिँ अलिकति रुम चाहिँ नदिने चाहिँ त्यस्तो चाहिँ गर्दो रहेछ। यसै रुम खोज्ने बिचमा अर्को एउटा रमाइलो घटना पनि भयो। मलाई चाहिँ के कन्ट्र्याक्ट गर्नुपर्छ भनेर कन्ट्र्याक्ट अगाडि राखियो भने त्यहाँको घरपेटीले रुममा तरकारीहरू बनाउनु नपाउने, फोहोरहरू फाल्नु पर्ने राम्रोसँग मिलाएर नै, अनि हिँड्दाखेरि चाहिँ हुन्छ नि पर्फ्युम हामीले जुन लगाउँछ नि हो त्यो स्ट्रङ पर्फ्युमहरू लगाउन नपाउने र रुममा धुपसुपहरू केही पनि बाल्न नपाउने। यो चाहिँ मलाई हुन्छ नि कन्ट्र्याक्टमा राखेर ओके भन्यो भने चाहिँ मलाई रुम दिने भन्ने पनि प्रस्ताव राख्यो। यस्तो घटना पनि भयो। यस्तै घटना कुराहरू चाहिँ मलाई धेरै नै भएको थियो रुम खोज्ने क्रममा। र एक क्रममा अर्को एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के चाहिँ भइदियो भन्दाखेरि एउटा चाहिँ रुम मलाई एकदमै मन परेको थियो र मैले त्यहाँ लिन्छु भनेर हुन्छ नि कुरा गर्दाखेरि चाहिँ त्यहाँको ओनरले चाहिँ के चाहिँ भन्यो भन्दाखेरि तँ रुममा बस्ने हो भनेर सोध्यो। हो भने होइन, तै मात्र बस्ने हो होइन। अनि त्यहाँनिर चाहिँ केनिर चाहिँ कन्ट्र्याक्ट राखिदियो भने उसले त्यो रुम यदि मैले लिइसकेँ भने चाहिँ हुन्छ म त्यो रुममा सरेँ भने चाहिँ त्यो रुममा मै मात्र बस्नुपर्ने, मैले कसैलाई पनि ल्याउन नपाउने, इभन साथीभाइलाई पनि ल्याउन नपाउने। यदि त्यसरी मै मात्र बस्छ, म आउने खाने बस्ने म एक्लै मात्र हो भने मात्र दिन्छु, नभए दिँदिनँ।
साथीभाइ पनि आउनु पाउँदैन, कोही पनि आउनु पाउँदैन। ओनर चाहिँ त्यो घरपेटी त्यो घरको ओनर चाहिँ त्यहीसँगै बस्दो रहेछ। एन्ड उसले के भन्यो डाइरेक्टली भन्दाखेरि यदि मेरो अपार्टमा कोही मभन्दा अर्को व्यक्ति हुन्छ नि, साथी हुन्छ होइन, हुन्छ नि त, हामीहरूको त साथीहरू बोलाउने यताउता हुन्छ, साथीभाइहरू आउँछ। सो साथी एकजना मात्र आएको देख्यो भने पनि मलाई त्यतिखेर नै निकालिदिन्छु र त्यतिखेर नै म रुमबाट निस्किनुपर्छ। सो यो चाहिँ हुन्छ नि प्रस्ताव मलाई राखेको थियो। एन्ड मैले सोधेको थिएँ कि होइन किन चाहिँ होइन यस्तो प्रस्ताव हो होइन, साथीभाइ आउँदा के हुन्छ भनेर उसलाई सोद्धाखेरि पहिला चाहिँ एउटा नेपाली बसेको थियो अरे त्यहाँ, ऊ मात्र बस्ने भनेर रुम लिएको थियो अरे, र उसले ऊ बाहेक अर्को 2-3जनालाई चाहिँ रुममा राखेको थियो अरे। सो त्यहाँनिर त चिटिङ भयो नि त, एक्लै बस्छु भनेर अर्को 2-3जना राखेर भाडा डिभाइड भएर गर्ने भयो, 4 गर्ने भयो। सो त्यो चिट गरेको भएर चाहिँ उसलाई चाहिँ नेपालीप्रति विश्वास छैन रे। त्यही भएको भएर यसरी चाहिँ कन्ट्र्याक्ट गरेर म बसेँ भने चाहिँ मलाई रुम दिने अरे। सो यसरी त मलाई साध्य नै हुँदैन थियो र मैले क्यान्सल गरिदिएँ त्यो रुम। यस्तै खोज्ने क्रममा हुन्छ नि रुमै पाइरहेको थिएन, अनि म अलिकति फ्रस्ट्रेटेड जस्तो पनि भइसकेको थिएँ हुन्छ नि। अनि त्यतिखेर मैले अर्को एउटा रुम भेटाएको थिएँ होइन। सो त्यो रुम चाहिँ हुन्छ नि 4th फ्लोरमा थियो क्या, 4थो तल्लामा थियो। एन्ड त्यो 4थो तल्लासम्म चाहिँ हिँडेर नै भर्याङै चढेर जानुपर्ने, त्यहाँनिर चाहिँ लिफ्टहरू थिएन। त्यही भए पनि म एकदमै फ्रस्ट्रेटेड भइसकेको र मलाई अरूको घरमा बस्दै पनि हुन्छ नि लाज लागिसकेको भएर चाहिँ मलाई जसरी पनि त्यहाँ निस्किनु थियो क्या। कति बस्ने त अरूकोमा हुन्छ नि, लाजै लागेर आइसक्यो त्यो भित्रभित्र आफ्नो हुन्छ नि सेल्फ रेस्पेक्टै मैले घुमाएको जस्तो मलाई फिल भइसकेको थियो क्या। किनभने म फ्रिली बस्नुपर्ने मान्छे हुन्छ नि, म अरूसँग त्यसरी सेयर गरेर बस्न सक्दिनँ। त्यही पनि त्यही माथि अरूको घरमा गएर बस्नु परेको छ, मलाई एकदमै म खुम्चिसकेको थिएँ भित्र है। अनि 4थो तल्लामा भयो नि बरु हिँडेरै भर्याङ चढ्छु ठिक छ भनेर मलाई रुम चाहिँ मन परेको थियो होइन। 4 तल्ला माथि भने रुम चाहिँ मन परेको थियो। सो मैले ओके भने होइन। सो मैले ओके भनेर मात्र भएन नि त। यहाँनिर चाहिँ कस्तो भइदियो भन्दाखेरि त्यहाँको ओनर है त्यो घरपेटले चाहिँ के चाहिँ सर्त राखिदियो भने म चाहिँ हुन्छ नि यो रुम तँलाई दिनु अगाडि तँसँग कुरा गर्न चाहन्छु, त कतिको बोल्न सक्छ कतिको पढ्न सक्छस् होइन, त्यो हेर्न चाहन्छु भनेर मलाई भनिदियो क्या। अनि मैले किन भनेर कुरा त्यो क्वेसन गर्दाखेरि चाहिँ पहिला पनि विदेशी बसेको थियो अरे नेपालीहरू, कपाल 2जना बुढाबुढी होइन। सो उनीहरूले चाहिँ फोहोर हुन्छ नि फाल्ने फोहोर चाहिँ जे पाइ त्यही फालिदिन्थ्यो अरे, एकै ठाउँमा मिक्स गरेर फालिदिन्थ्यो अरे। भने पनि मान्दैन थियो अरे, के भन्दा पनि मान्दैन थियो अरे क्या। त्यही भएको भएर चाहिँ पहिला सुरु चाहिँ उसले मलाई चेक गर्ने रे। अनि उसले मलाई म ठिक लाग्यो भने बल्ल रुम दिने अरे क्या, मेरो सबै लेभलहरू हेरेर मेरो सबै ब्याकग्राउन्ड हेरेर बल्ल रुम दिने अरे। सो त्यहाँनिर पनि मलाई एकदमै हुन्छ नि अब अलिकति खुम्चिएको जस्तो लाग्यो, एकदम टाइट गर्छ कि त्यस्तो हुन्छ नि, अलिकति के मिस्टेक भयो कि ऊ हुन्छ कि भनेर त्यस्तो लागेर अनि मैले त्यो रुम पनि लिएन। एन्ड एट द एन्ड फाइनली अहिलेको रुममा चाहिँ मैले रुम पाएँ हुन्छ नि, रुम पाएँ। सो यो रुम खोज्दाखेरि चाहिँ एकजनाले चाहिँ मलाई धेरै नै हेल्प गरेको थियो होइन, जो चाहिँ फुदोसानको मान्छे थियो। अनि उसले पनि बुझिसकेको थियो कि म फ्रस्ट्रेटेड भइसकेको थिएँ भन्दाखेरि उसले नै मलाई काम गर्थ्यो र होइन। उसले भनेको अनुसार चाहिँ के भन्दाखेरि चाहिँ नेपालीहरूलाई र यो इन्डियनहरूलाई चाहिँ रुम दिन अलिकति गाह्रो हुन्छ, तर भियतनामीहरूलाई चाहिँ रुम मजाले पाउँछ, किन होला है भने उसले नै सोधेको थियो क्या मलाई। सो आई डोन्ट नो किन हो भने। सो तपाईँहरूलाई थाहा छ होला किन चाहिँ हामी नेपालीहरूलाई रुम दिइरहेको छैन आजकल। सो मेरो चाहिँ हुन्छ नि फुदोसान जुन चाहिँ रुम खोज्न दिने एजेन्सी हो, उनीहरूकोमा जाँदाखेरि चाहिँ एउटै प्रश्न हुन्थ्यो क्या, जहिले पनि एउटै प्रश्न हुन्थ्यो क्या लास्टमा। किन भन्दाखेरि हुन्छ नि म एक त होइन वर्किङ गरेर बसिसकेको मान्छे, म हुन्छ नि म स्टुडेन्ट पनि होइन, म वर्किङ गरेर बकाइदा यहाँ ट्याक्स तिरेर सबै लिगली नै आनन्दले बसिरहेको मान्छे म होइन। सो म जस्तो मान्छेलाई रुम किन दिँदैन त? न त मैले ट्याक्स तिर्नलाई ढिला गरेको छु, न त मैले केही गरेको छु, न त मेरो अहिलेसम्म रुम लिँदा र रुम छोड्दाखेरि केही कम्प्लेनै आएको छ होइन। सो म जस्तो मान्छेलाई पनि किन रुम दिँदैन त भनेर मैले सोधेको थिएँ क्या। सो त्यो जापानिजहरूले चाहिँ हुन्छ नि जो चाहिँ त्यो एजेन्सीको मान्छेहरू, उनीहरूको सबैको भनाइ चाहिँ एउटै हो क्या, यो तेरो चाहिँ हुन्छ नि कारण होइन, यो अरूको कारणले गर्दाखेरि हो होइन। हामीले पनि धेरै ट्रबलहरू भेटेको छौँ, जस्तै कि नेपालीहरूले रुम लिने, एकजना भनेर लिने, 4-5 जना बस्दिने रुममा, रुम छोड्दाखेरि त्यस्तै फोहोर गरेर छोडिदिने। अनि जसको नाममा रुम हुन्छ उसले हुन्छ नि पैसा तिर्नलाई हुन्छ नि रुम छोडेपछि आनाकानी गर्ने, पैसै नदिने, त्यस्तो गरेर हुन्छ नि रुम चाहिँ जे पाइ त्यही गर्ने, रुम फुटाइदिने हुन्छ नि। एकजनाले त मलाई त्यो फोटोहरू पनि देखाएको थियो रुमहरू फुटाएको, यस्तो गरेको थियो नेपालीले भनेर क्या।
अनि त्यसपछि त्यस्तो गर्ने भएको भएर चाहिँ हुन्छ नि यो अहिले आएको अब स्टुडेन्टहरूले हुन्छ नि त्यसरी बस्छ नि त। सो त्यस्तो गर्ने भएको भएर चाहिँ नेपालीको इमेज चाहिँ नराम्रो भएको भएर उनीहरूले गर्दाखेरि तिमीहरूले हुन्छ तिमीहरू जो चाहिँ राम्रोसँग होइन तिरेर नै बसिरहेको छ उनीहरूलाई पनि प्रब्लम हुन आएको हो, यो तेरो चाहिँ कारण होइन भनेर उनीहरूले भन्यो क्या। यहाँनिर हामी नेपालीहरूले बुझ्नुपर्ने चाहिँ के हो भन्दाखेरि हामी एकजना मान्छेको हुन्छ नि एक्सनले, हामी एकजना नेपालीको एक्सनले चाहिँ हुन्छ नि बाँकी सारा नेपालीले त्यसको रियाक्सन भोग्नुपर्छ क्या। हो होइन, मैले पनि देखेको छु, मेरो साथीभाइहरू पनि थियो पहिला जो चाहिँ रुम फुटाउने, रक्सी खाने, हल्ला गर्ने हुन्छ नि, कम्प्लेन जाने, त्यस्तो साथीहरू पनि थियो होइन। अनि एकजनाको नाममा रुम लिएर 2-3जना बस्नेहरू पनि थियो होइन। सो होइन अहिलेको भाइ बहिनीहरूले पनि त्यस्तै गरिरहेको भएर चाहिँ यो चाहिँ धेरै नै भएको भएर जापानिजहरू पनि फ्रस्ट्रेट भएर चाहिँ रुम दिन गाह्रो मानिरहेको हो। अनि मैले अघि सुरुमा भने जस्तै हुन्छ नि रुमै नपाउने चाहिँ होइन, रुम चाहिँ पाउँछ है, तर रुम कस्तो हालतमा कस्तो ठाउँमा पाउँछ त्यो सबैलाई थाहा छ होइन। सो त्यस्तो रुममा बस्न चाहिँ म चाहिँ सक्दिनँ थिएँ। मलाई चाहिँ हुन्छ नि बसी राम्रैसँग बस्नु मन भएको भएर चाहिँ मैले चाहिँ राम्रै खाली रुमहरू खोजेको भएर चाहिँ मलाई चाहिँ गाह्रो भएको होला सायद होइन। म जस्तो रुममा पनि हुन्छ जस्तो पनि होइन गनाउने भुइँतल्ला या त्यस्तो हुन्छ नि रुम भएको भए चाहिँ मैले पनि पाउँथेँ होला। सो अलिकति राम्रैसँग बसौँ न त, पैसा कमाउने हो होइन, पैसा कमाइसकेपछि राम्रोसँग त लाइफस्टाइल त बाँच्नु पऱ्यो। सो त्यही भएको कारणले चाहिँ मलाई चाहिँ अलिकति गाह्रो भएको हो। सो मेरो लागि चाहिँ हुन्छ नि भन्नुपर्दाखेरि चाहिँ यो मिस्टेक हुन्छ नि जापानिजको मिस्टेकै होइन क्या, यो मिस्टेक भनेको चाहिँ हामी नेपालीहरूको मिस्टेक हो क्या, हामी नेपालीहरूको मिस्टेक हो। हुन्छ नि जे पनि हुन्छ नि पैसा तिरेकै त छ, नेपाली स्टाइल पैसा तिरेकै त हो नि हामीले भन्ने हामीहरूको सोच हुन्छ क्या। सो त्यो सोचबाट चाहिँ अलिकति पर हट्नुपर्छ अर्काको देशमा आएपछि, र अर्काको देशको रुल र रेगुलेसनहरू अनुसार चाहिँ चल्नुपर्छ। हामीहरूले चाहिँ अहिले नै हाम्रो यस्तो बानीहरू चाहिँ सुधार्यौँ भने चाहिँ अबको 4-5 वर्षपछि चाहिँ अब आउने मान्छेहरूलाई या हामीले नै रुम सर्दाखेरि होइन हामीहरूलाई चाहिँ रुम नपाउने भन्ने प्रब्लम हुँदैन। त्यही भएर अहिलेबाट नै सुध्र्यौँ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।